हेलो गाइज, गुड मर्निङ एन्ड वेलकम टु माई ब्लग डे 2 हो। आज मेरो ब्लगको दोस्रो दिन हो र अबदेखि मैले सकेसम्म डेली ब्लग हाल्ने प्रयास गर्दैछु। हेरौँ है त के हुन्छ। लेट्स मेरो दिन स्टार्ट हुन्छ मर्निङको ब्ल्याक टी खाएर। यता हेर्दै गुड मर्निङ भन्छ सबैलाई। हेलो गाइज, अब फ्रेस भयो, रेडी सेडी भयो। अब चाहिँ खानासाना खाएर कामतिर कुद्नुपर्छ। अब 9-10 घन्टाको जब हो। अब जब अब अलिकति भ्लग बनाउनु मिल्दैन के अरे। अब बल्ल सुरु गरेको भ्लग होइन। अब चाहिँ ड्युटी सकेपछि अनि भ्लग बनाउनु बाँकी छ है।
साथीहरू म अब नुहाएर आइसके, कल काटेको थिएँ। अब म बनाउन जाँदैछु मेरो फेभरेट चौचौ मासु र भुजाको रेसिपी, जसको लागि हामीलाई चाहिन्छ चौचौ, अलिकति मासु, भुजा। सर्वप्रथम यसरी ग्यासमा भाँडा बसाल्ने, त्यसपछि मासु फ्राई गर्नलाई तेल हाल्ने। यति तेल हालेपछि हाम्रो मासु फ्राई हुन्छ। त्यसपछि मासुलाई हाल्ने, त्यसपछि चलाउने। चलाउँदाखेरि यसरी भाँडामा टाँसिन्छ, बट नेभर माइन्ड। त्यसपछि तेलले अलिअलि मासु पाकेपछि यसरी चिरेर सानो सानो टुक्रा बनाउने, नभए सुरुमै काटेर हाले नि हुन्छ, तर मलाई चाहिँ यसरी गर्न मन लाग्छ। यसरी मासु रातो रातो भएपछि त्यसमा सुक्खा खुर्सानी र जिरा हालिदिने। जिरा र सुक्खा खुर्सानी हालेपछि पनि अब भुजा हालिदिने। भुजा चाहिँ आफूले कति खाने हो त्यही हिसाबले, मैले चाहिँ यति जति खान्छु। चलाउने मजाले, तिनटै पोका। नभए सुरुमा तेलमा हालेर हाले नि हुन्छ, त्यतिकै हाले नि हुन्छ, आफ्नो मर्जी हो। त्यसपछि चौचौ पनि हालिदिने, तिनटै पोका। त्यसपछि चलाउने। त्यसपछि चौचौको मसलाहरू हालिदिने। त्यसपछि एकछिन चलाउने, 2 मिनट जति। त्यसपछि रेडी हुन्छ। बनेर भएपछि यस्तो हुन्छ। त्यसपछिको खानुको मजै बेग्लै, त्यो पनि तारक मेहता हेर्दै। ओके गाइज, यति भन्दै म बिदा लिन्छु। थ्याङ्क यू सो मच फर वाचिङ। बाई।